ल डोर्यो रोटी जा मैले आऊ बेटी ल डोर्यो त आराम डोर्यो त म डोर्यो आराम घोडा जाइजु ल्यायो के यस्तो पो झपडी खुलाइन्छ साँच्चै खोइदिनु ल ल भाइ आमाले दियोस् भाइ के तिम्रो पाठालाई ल्याएको देऊ झकडी देऊ देऊ नजिकै लड्दै यी टाढा भयो आराम हामी आफै स्वयं मूर्ख भएर मिल्दैन म चाहिँ नबुझेको चाहिँ त्यही हो सबैले बुझिरहेको हो मिलाउनु खोजिएको पनि हो त्यहाँ त लगान त सबैको होला फेरि त्यही सुन्छ नि तात्तातैमा केही पनि मिल्दैन यस्तो भयो बाबु हजुर हाम्रो त्यहाँ लगानी छ भाउ त्यो दिएको कसलाई भनेर हामीले कुललाई दिएको हो कुल भगवानलाई हाम्रो आशीर्वाद दिने राम्रो दिनुहुन्छ कुल भगवानले भनेर हामीले दिएको हो ठिकै छ हामी दाजुभाइमा तिमी तलतिर भाइ दाइ माथितिर हुनुभन्दा राम्रो कुरा भएन हामी एकै ठाउँमा बसौँ हामीले एकै ठाउँमा गरौँ भनेर हो बाबु यी कुरा भएका होइन नभए संरचना त छ अब त्यहाँ अहिले हाम्रा कुरा पनि त आएन अब त मन्दिरलाई उहाँहरूले जग्गा दिनुभएको होइन मन्दिरलाई दिएको जग्गा हामी त अब त जोत्दैनौँ त्यहाँ भन्नुभयो भने त विकल्प कुरा के त भन्दा यसो गरौँ है मन्दिरै बनाऊँ बरु यहीको मन्दिर बनाऊँ भनेर हामी चाहिँ उहाँहरूलाई चित्त बुझाउनु पर्यो फेरि फेरि त्यो जग्गा माग्नेहरूलाई चाहिँ साह्रै अप्ठ्यारो छ नि अब दियो तल भन्ने हिसाबले गर्न सक्दैन सन्तोष छैन भने सुन्यो ज्वरो आछ अलिअलि भनेर नउठाएको आराम हुन्छ कि हजुर आरामै हजुरहरुको आरामै हुन्छ अझै पनि के छ यहाँबाट मैले हामीले हाम्रै काम गर्ने कोटारीमा धेरै पुगेको काम माओवादीको काङ्ग्रेसको लागि निलै गर्ने के पनि गर्दैन किन
आफ्नै हो एकजना सानो भनेर गएको चल्छन् छोडेर गएको हातमा लिनुभएको चिया सक्की व्यवसाय कसरी सिद्धियो नि भन्ने गाउँको आफ्नै बनाउनु मन थियो हो यो त यही मन थियो हो नि लगानी अन्त हुने ठाउँबाट यहाँ पैसा आउँथ्यो त्यो बगानमा त्यत्रो पैसा उठाएर मन्दिर बनायो ढुङ्गा इटा बोकेर जङ्गलमा गएर मागेर ल्याएर बनाइ पछि बदलमा टिकाउँदै ताप जिन हो क्या जिन यो सकिँदैन फेरि यहाँ सेकेन्ड अब त्यो बिर्गेले अझ 10 वर्ष गुरुस कतिवटा पुर्छन् भन्ने कुरो उही गएर बस्न हाल्दिँदैन अब त्यो माथि गएर बनाएको थियो बनाउने वान्न रहेछ गाउँमा नआजु ल तिम्रो दाजुभाइ किन जान्छौ माथि भन्न पर्यो त्यसो छ भने यदि बेसरी नारी मिल्ने खालका मान्छे तल छन् अथवा माथि छन् भने जो जसरी रहेछ त्यसरी स्वीकार जस्तै म तल गएँ भने तपाईँ मेरोमा प्रसाद खान आउनुहोस् किनभने अहिले विवाद नगरौँ कि हामीले टाइम हुनुपर्छ होइन अब यो गोपीदाइका इतिहासमा हामी नजाम तल पनि अर्को जम्मा जस्तै सहर कहाँ आउँछ पोखराबाट दाजुभाइ कहाँ आउँछन् चितवन काठमाडौँ हामीले एउटा भेटघाटको माध्यम संस्कारले ल्याएको यहाँ खुर्दाखेरि तपाईँ हामी सबैलाई पेट पोलेको यस्तो कुरामा लागि भने त जस्तै आज गोपी गयो भोलि मैले भिन्दै गर्छु भोलि म त पौनीमा बस्ने मान्छे त म त यहाँ फेरि किन आउनु पर्यो भिन्दै गर्नु उही गर्छु भन्नु त्यसपछि हामी एक लागि भयो हामी दाजुभाइ त फुट्यो भनेपछि यो हामीले मगाए यसलाई 25 पर्थ्यो म किन फुटेको त बाख्न भन्ने पनि त्यहाँबाट फुटाले जसले ल्यायो फुटेको त्यो भयो फुटेको त त्यो हो नि जस्तो त्यहाँबाट जसले लिएर आयो फुटेको त्यो हो नि कि सबैलाई लिएर आएर यहाँ बनाएको भए नफुटेको बनाउन भने त्यहाँ कहाँ भने नारामी है त्यसमा त हाम्रा हिसाबले यहाँ सबैले बनाइयो 3000 4000 कोटी दिन पर्ने दस्तुर दियो हामीले गर्ने सेवा
3-4 वर्ष भयो हामीले पूजा लाएकालाई छौँ बिहान बेलुकी हामी धुपबत्ती दिएर कुलदेवता भन्ने मानिरहेको थियौँ अब हजुरहरू सबै आज तल लैजाऊँ भनेपछि हामीले विरोधी गर्ने किन हामी दुई घरले किन हामी दुई घरले मात्रै त्यत्रो दुनियाँ त हामी पालिन त सकिन्न नि यो अरू पनि त समाज चाहियो नि समाज त चाहियो होइन दुई घर मात्रै दुई घरमा पालिदिउँ यहाँ गुहार दिने मान्छे नसकेपछि त बालाई बोक्नु पर्यो गर्नु पर्यो भन्नु त्यो नगर पनि भन्ने हाम्रो मिसाउनु पनि हेर्नु त्यसै हाम्रो बेला मिसाउनु माने कसैले मिचेर पर्यो हामीले 3000 रुपियाँ हामीले दिएको अब हामी पैसा दिनु राष्ट्रिय गान भनेर भन्यो भने तिमीहरू हामीले सम्झिने सबभन्दा पहिला श्रीमान गम्भीरै हो कि होइन त्यो मानसिकता अहिले पनि छ नि त जस्तै मलाई अब म तिमीहरू त्यहाँ बस्दा त्यहाँ टोइलेट बनाएको छन् दुःख गरेर होइन पिसाब लाग्यो म कहाँ गएँ भन्दा 500 रुपियाँ पछाडि आदत अझै बदलिएको छैन त्यस्तै बर्खी परेर कुलाइ माथि सरेको नि त आदत त तलै छ नि त बाहिरबाट सम्झिने त बर्खी बन्दै सम्झिने हो त्यो आदत बदल्नलाई गरिएको सङ्घर्ष हो केही भएको छैन तल जाँदा पनि रेडियो पूजा यहीँ गरे पनि केही फरक पर्दैन हामी यति जम्मा भएर कुलाइन यहाँ बनाइयो भने चाहिँ बनाइयो कुलाइन भनेको बनाएर बन्ने कुरा हो अन्त अरू देवताहरू ठाउँ ठाउँमा छन् पशुनालाई सार्न मिलेन कुलाइन सार्न मिल्छ हो कि त्यो भएर माथि सारियो त्यस कारणले गर्दा आजको निर्णय तिम्रो भाइहरू यसरी आइसकेपछि माथि गर्ने निर्णय गरियो ल अब चलाउँ यस्तो एकै ठाउँमा पिसा गर्ने कुरा मिलिँदै कि म कुवेटमा हिँड्दाखेरि पनि बाहिर गर्नु त्यस्तो आनन्द नि हजुर मात्रै उताबाट बाइक रोकेर आएँ कहिले त्यही छ थाहा छैन म पनि आउँछु अहिले भन्नुभएको थियो नि एउटा पोइन्ट जस्तो हामीले माथि पूजा गर्दै गर्दा पनि संकल्प दर्शन ढोक तल नै हुन्छ कि हाम्रो मन आत्मा तलै बस्यो सबभन्दा पहिला सम्झिँदा संकल्प हामीले तलै बिस्तारै यहाँ प्र्याक्टिकल भएपछि माथि पनि फेरि आउँछ मन होइन बिस्तारै बिस्तारै पशुपतिनाथै सार्ने भनेको यत्रो बसै हुन्थेन त्यो बसै हुन्न तर कुल पूजा भयो भने ठ्याक्कै यो बस्नु भयो रमाइलो भयो सजिलै सिधै कुल पूजा गर्नुभन्दा एक किसिमको बस एक किसिमको कुराकानी गर्दा पनि दाजुभाइ बिचबिच आत्मीयता झन् भयो माथि किन सारेको रहेछ कसो रहेछ त्यो हामी नयाँ मान्छे बुझ्नु भाइ जमघट भयो हिजोको ल ठिक छ ल रमाइलो भयो अब काममा चाहिँ लाग्नु जय कुलदेवता कि जय कुलदेवता कुजेरो चाहिँ जय कुलदेवता कि होइन काठमा